हेलो गाइज, मेरो भ्लगलाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला। आज चाहिँ हामी भूत बङ्गला जान लागेको छौँ। त्यहाँ मेरो साथीहरूलाई हेर्नु यहाँ यस्तो घाममा गइरहेछौँ है हामी। यस्तो घाममा यहाँ हामी यस्तो टन्टलान घाममा भूत बङ्गला जाँदैछौँ। म पनि गएन एकचोटि पनि, अब गएर हेर्ने हो कस्तो छ भूत बङ्गला। यहाँ चाहिँ अब साइकल चलाउनु स्टार्ट भइसक्यो। म चाहिँ फुत्किन लागिसक्यो। अब हामी चाहिँ यस्तै बाटो हिँड्दै जान्छौँ। बाटो अप्ठ्यारो भएको कारणले चाहिँ भ्लग बनाउन सक्दिनँ बाटोको। अब भूत बङ्गलामा गएपछि बनाउँछु। गाई हामी पानीतिर लागेर पानी हाल्दैछौँ यताउतिमा। हेलो गाइस, तराई क्षेत्रमा यसरी ढलाउँछन् गाइस। मेरो चप्पल गाइस एउटा किन नभन्थ्यौ म चाहिँ हामी चाहिँ यहाँ भुटिया हवेलीमा आइसक्यौँ। यहाँ पछाडि चाहिँ भुटिया हवेलीको गेट छ। अब हामी जान्छौँ। यता हेर न, के हो बाटो भएर थाक्यौ? म त थाकेकै छैन, तिम्रो यस्तो रहेछौ। बसाले मैले पनि बसाले त्यो चाहिँ गाइज यहाँ चाहिँ अब हामीले यस्तो टिका, मैले भगवान्को टिका ल्याएको छु। यिनीहरूको त केही ढङ्ग छैन गाइज। हेर्नु अहिले भूत लाएर अहिले यहाँ ढल्ने उनको, त्यही भएर मैले जोगाड गरेर ल्याइदिएको छु गाइज। हेर्नु टिका लाउन स्टार्ट गर है ल। पहिला यो चाहिँ फर्स्ट टाइम हो है गाइज, फर्स्ट टाइम हो गाइज। बिल्लीलाई चाहिँ केही पनि नहोस्, यिनी यति खतरा मान्छे भलक बनाउन चाहिँ के हुँदो रहेछ केही लाग्दैन। अन्तर कालीका लन्तर यसपालि पास हुने मान्छे यस्तो नहोस्, भगवान् भूत नलागोस् ल। गाइज हाम्रो टोली अब जानु सवारी छ। 1 2 3 4 चारजना मात्रै छौँ गाइज। हेर्नु त्यही हामी केटी हाम्रो जडानमा गइसक्यो ल। गाइज हामी चाहिँ हवेलीमा पुगिसकेका छौँ। निशानी बनाएर लगाउन लागेको सबले फुल टिप्न लाग्छौँ गाइज। हामीले चाहिँ अब यो निशानी बनाउनुको लागि हो क्या खालि। त्यो म त पहिलोपल्ट आउनु लाग्छु यहाँ। खै के हो, म मात्रै 50 चोटि जस्तो गरिदिने नि त गाइज ल। के मान्छे रहेछ नेपालमा त्यहाँ हवेलीमा चाहिँ हामी आफ्नो ज्यान जोखिम गराउँदै हिँडिरहेका छौँ। थाहा भएन, हेर्दै डर लाग्छ जस्तो छ यो हवेली। म देखाउँछु है। हाई गाइज, यता चाहिँ पछाडि नछोड है, मलाई डर लाग्छ। यता आउनु है, कस्तो राम्रो यार। उही पिङ्की यार भयो नजाम, छोडिदिउँ पिङ्की नजाम। हामी चाहिँ यहाँ हवेलीमा प्रवेश गरिसकेका छौँ। उही नजाम है, छोडिदिउँ। होइन हिँड यो भित्र नजाम, छोडिदियो। धेरै मेहनत लियो त हम गाइज। हामी चाहिँ यता आइपुगेका छौँ। हामी चाहिँ यस्तो यहाँ
ओ भयो हुन्थ्यो यहाँ फुटबल नखा गाई जो हवेलीमा चाहिँ मान्छेहरू मरेका हुन् गरे यो घरको यो हवेलीको सबै मान्छेहरू अनि यो हवेलीमा मरेको मान्छेहरू आगोले जलेर हवेली चाहिँ जलेन गरे रानी राजा हुन् तिनीहरू यहाँ मरेका हुन् यहाँ चाहिँ मान्छेहरू गाडेका हुन् गरे तिनीहरू घरका मान्छेहरू अनि मारेका हुन् राजा रानी हुन् खासमा हेर्नु गाइज यो कहानी यति लामो छ हामी भित्र अहिलेसम्म डरपोक यति डरपोक साथीभाइ हेर्नु गाइज मैले ढोका खोलौँ भन्दा पछाडि चाहिँ यहाँ हवेली छ हेर्नु ढोका पनि छ उता पछाडि यो घरभित्र चाहिँ यो हवेलीभित्र चाहिँ अझै तल अर्को हवेली छ टिका सबै लिएर रेडी पारिसकेको छु तर पनि यिनीहरू जान सकेको छैनन् गाइज त्यो ढोका हो त्यो पछाडि ढोका खोलौँ भने मान्दैन हेर्नु गाइज यहाँ चाहिँ यस्तो छ यो हवेली पुरा यस्तो भयो यहाँ चाहिँ त्यो यस्तो खण्डर जस्तो टाइपको छोड कस्ता मान्छे उनीहरू भयो के भयो छोड हामी हवेली हेर्न आयो त्यो खण्डर हेर्न आयो अनि त्यो पनि हवेली के भान्सामा लानु त ए गाइज यो चाहिँ यस्तो छ मलाई एक्लै छोडिदे आएको टोइलेट रहेछ यहाँ माथि हेर्न यो घर त कस्तो अर्कै टाइपको छ हेर्नु त जामिन ल गाई ओइ मान्छे बोलाउँ न यार किसीमा साँच्ची छ नि यता आइम आउने रहेछ नि मान्छेहरू पनि चिसो पानी चाहिँ पुरानो जमानाको यो धानहरू राख्ने ठाउँ महाराजाहरूको यी माटोले यस्तरी बनाएका रहेछन् ओइ अगाडि गएपछि खोलाउँदा कि अगाडि झ्याप दुग्रिन भाग्नु पनि सजिलो हुन्छ क्या भयो क्या छोड्नु यस्ता उठपडेको साथी पाएपछि के काम लाग्छ र हेर्नु यता मान्छे के गरिरहनु कस्तो अगाडि जाम कराछ यहाँ डरपोकहरू चाहिँ यस्ता छन् मलाई कति डर लाग्दैन कति डरपोक रहेछन् अघि नभए ठुल्ठुला म चाहिँ यहीँ बसेर हेर्छु है हामी चाहिँ यहाँ खण्डरभित्र छौँ देखि चाहिँ चिसो हावा आइरहेको गरे मान्छे बोलाउनु के भयो छोड्दो यार हामी एक्लै नजाम पुरो जो भूत भए पनि हामीलाई माफ गरिदिनु हामीलाई भित्र जानु मन थियो हेर्नु ढोका खोलिदिनु न आफै जादु मन्त्र छु पारेर खोलिदिनु हामी जान्छौँ हेर्छौँ आउँछ मात्र प्लिज हजुर जादु गर्ने हजुरको महारानीको प्लिज ढोका खोलिदिनु राजा रानी अब हामी मान्छे खोज्न गएर छौँ हेर्नु अब के यिनीहरू लास्टै डरपोक छन् के गर्ने म डरपोक छु भन न कोही छैन रे मान्छे पनि त्यहाँ राम्रोसँग हेर्नु है त्यहाँ माथि यहाँ फोटो पनि रहेछ त्यो माथि चक्कु के अरे ऊ समातेको खुकुरी हो कि बन्दुक समातेको यहाँ छ तलतिर छ के खै त के राखेको जस्तो छ यस्तो छ गाइज यहाँ अनि माथि फेरि काठको होला जस्तो देखिएछ मलाई लाग्यो कि यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ त्यो रक्षादारहरू बस्ने रहेछन् पहिला जमानामा जान्न कोही बोलाउनु हामी चाहिँ यहाँ टर्च बालेर भित्र जाने भनेर थियौँ टर्च पनि बाल्न मिल्दैन मोबाइलै तातिसक्यो केही भएन नयाँ मोबाइल पनि कसम के हेर्नु अजिब नै छ अघि न भिडियो बनाउन मिलेन हो न मोबाइल तातिरहेको यत्रो घाममा तातेको क्या हामीले गराउँथ्यौँ घरमा त्यो माथि हेर न के फोटो कस्तो बब्बाल बनाउनु के घर चाहिँ बब्बाल छ मेरो ड्रिम हाउस यस्तै हो यार गाइज यहाँ चाहिँ आज ड्रिम हाउसमा आफ्नो
पहिलोबाट हेर्न आएँ। इन्डियनहरू घर चाहिँ यस्तै हुन्छ, बब्बाल हुन्छ। भित्र चाहिँ अब भित्र बब्बाल छ अरे खै भित्र भित्र घरको तल घर छ गाइज, हेर्नुहोस् भित्र। तर हामी जानै सकेको छैनौँ, डर लाग्यो। हामी टर्च बालेर जाम भनेको मोबाइलको बत्ती पनि बोल्दैन, हेर्नु भिडियो पनि बन्दैन कि के हो यस्तो। हामी त के बुझ्नै सकेन, कोही पनि भेटिरहेको छैनन् गाइज। कोही ढोका बनाउनुलाई चाहिँ यस्तो यो किलाले यस्तो गरेर बनाएको रहेछन्। अर्कै यहाँ यो कस्तो जमानामा यो सिमेन्टको पनि होइन गरे, माटोको पनि होइन गरे, कस्तो ए सिमेन्टको होइन, सिमेन्ट लगाए यहाँभित्र। गाई दिनुले चाहिँ ढोका खोल्न खाने अब यहाँबाट चाहिँ चिसो हावा आउनु रहेछ गाई। भित्र ढकाल्नु न, भित्र भित्रतिर ढकाल्नु त गाइज। यहाँ चाहिँ ढोका खोल्न गएछन् तर खोल्न चाहिँ सकेका छैनन् गाइज। कति राम्रो आवाज त, हेरेर राख न हल्का। ओ कति मस्तको आवाज अरे, चिसो गाई। हामी चाहिँ यहाँ छिर्न सक्यो। कति चिसो आवाज। यसको भित्रतिर घर छ। ओम नमः शिवाय, ओम नमः शिवाय। यहाँ भित्र यो यस्तो छ। अब हामी चाहिँ सकेनौँ है भित्र जान। म सबभन्दा डराउने यिनीहरू, मैले ढोकासम्म खोले हिँड न के उही त्यो के भित्र हेर त फोटो पनि छ। मान्छे पनि साँच्चै कति चिसो आवाज नि। हामी चाहिँ यहाँ आइपुग्यौँ, माथि छतमा आइपुग्यौँ हामी। गाइस फाइनली चौधरी त चौधरी हो। मधेसी गएको थिएँ। मधेसी हुन्छ नि त। जान्नु हो त्यो बनाउन पठाउनु। ओइ खै बुगर देखाउ त। गाइजी यार किताब रहेछ त। चलाउनु हुन्न। मान्छे बस्ने रहेछन्। कोही भिडियो बनाउँदा माथि
जब हामी हवेली हेरेर चाहिँ घर फर्किँदैछौँ अब हाम्रो च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला